तपाईलाई थाहा छ वर्षायाममा रेनी सिजनमा चाहिँ झाडा पाखला हैजा टाइफाइड हेपाटाइटिस ए जस्ता पानीजन्य रोगहरू धेरै मात्रामा फैलिन्छ र महामारी फैलिन्छ र धेरै मानिसहरूले अकालमा ज्यान गुमाएको पनि हामी सुन्दछौँ। तर यसको नि हजुर प्रमुख कारण पानी वर्षा मात्रै आफै होइन, दूषित पानी र कमजोर सरसफाइ पनि यसको प्रमुख कारण हो। आउनुहोस् आज हामी यो भिडियोमा पानीजन्य रोगहरू किन फैलिन्छन् र यसबाट आफू तथा आफ्ना परिवारहरूलाई कसरी बर्खायाममा सुरक्षित राख्न सकिन्छ भन्ने सानो जानकारी लियौँ। विश्व स्वास्थ्य संगठन WHO र युनिसेफका अनुसार वर्षायाममा भारी वर्षा अत्याधिक वर्षा हुनको कारणले गर्दा ढलहरू फुट्ने, ढलबाट फोहोर निक्लिने, फोहोर र मानव अथवा जनावरका मलहरू गएर चाहिँ हजुर खानेपानीहरूमा गएर मिसिने, खानेपानीका स्रोतहरूमा मिसिन सक्छन्। यही कारणले रोगका कीटाणुहरू, जीवाणुहरू, भाइरसहरू अनि त्यस्तै परजीवी र एमिबा जस्ता जीवाणुहरू चाहिँ हाम्रो शरीरभित्र पानीको थ्रुबाट प्रवेश गर्छन् र रोग निम्त्याउँछन्। अब हामी वर्षायाममा फैलिने पानीको माध्यमबाट फैलिने केही रोगहरू के हुन् भनेर सानो जानकारी लियौँ। एक नम्बरमा झाडा पाखला डायरिया, दोस्रो नम्बरमा हैजा कोलेरा, टाइफाइड भइहाल्यो, हेपाटाइटिस ए र ई, त्यस्तै डिसेन्ट्री र जन्डिस जस्ता रोगहरू पनि फैलिन्छन्। यी रोगहरूको सामान्य लक्षणहरू, यी रोग लागिसकेपछि मानिसहरूमा कस्ता कस्ता लक्षणहरू सिम्पटम्सहरू देखिन्छन् भने बारम्बार पखाला लागिराख्ने, बान्ता हुने, ज्वरो आउने, पेट दुख्ने, शरीर कमजोर हुने र पानीको कमी हुने जस्ता लक्षणहरू देखिन्छन्। विशेष गरी 5 वर्ष मुनिका कलिला बालबालिका र वृद्धमा चाहिँ यसको जोखिम एकदमै बढी हुन्छ। अब यसबाट बच्ने कसरी त? बच्ने उपायहरू के हुन सक्छ त? पहिलो, पिउने पानीलाई कम्तीमा पनि राम्रो गरी उमालेर हैन, राम्रोसँग उमालेर वा सुरक्षित तरिकाले फिल्टर गरेर पिउने बानी बसाल्नु पर्दछ। दोस्रो नम्बरमा साबुन पानी अथवा सफा पानीले खाना बनाउनु अघि शौचालय प्रयोग गरिसकेपछि कम्तीमा पनि 20 सेकेन्डसम्म मजाले हात धुने बानी बसाल्नु पर्दछ। तेस्रो, खाना सधैँ ताजा पकाएर खानुहोस्, बासी खाना नखाने, खुल्ला ठाउँमा राखेका झिँगा भन्केका बासी खानेकुराहरू कहिले पनि नखाने। चौथो, घर वरिपरि पानी जम्न नदिनुहोस्, शौचालय सफा राख्नु पर्दछ। फोहोरको एकदमै उचित व्यवस्थापन राम्रो गर्नु पर्दछ। पाँचौं, यदि कसैलाई यति हुँदै पनि लगातार पखाला वा बान्ता भइरह्यो भने तुरन्त ORS, ओरल रिहाइड्रेसन सोल्युसन दिनुपर्दछ, प्रशस्त झोल पदार्थ खुवाउनु पर्दछ र त्यति भएन भने स्वास्थ्य संस्थाहरूमा लिएर गइहाल्नुपर्छ। आफैले चाहिँ हजुर जताभावी गएर एन्टिबायोटिक किनेर प्रयोग गर्ने बानी चाहिँ गर्नु हुँदैन। अन्तमा याद राख्नुहोस् हजुर, वर्षायाममा यो रेनी सिजनमा रोग फैलाउने वर्षा मात्रै हुँदैन, दूषित पानी र अस्वस्थ खानपान अथवा खानबानी अथवा सरसफाइको कारणले पनि हुन सक्छ। सुरक्षित पानी पिउने, हात धुने र सरसफाइमा ध्यान दिने जस्ता साना बानीहरू बसाल्यो भने यस्ता पानीजन्य ठुल्ठुला रोगबाट बच्न र बचाउन सकिन्छ। यदि तपाईलाई यो जानकारी उपयोगी लाग्यो भने यो भिडियो आफ्ना परिवार र साथीभाइहरूसँग सेयर गरिदिनु होला र भिडियोलाई लाइक, कमेन्ट र सेयर पनि गरिदिनु होला र मलाई फलो गर्न नबिर्सिनु होला।